हेलो गाइज, म पाल्पाबाट बुद्धिमान गुरुङ हैन। आज म पाल्पाबाट काठमाडौँ जाँदैछु। आज नौलो बाटो जाँदैछु। नौलोबाट जाँदाखेरि हेर्नु लाग्छु रामपुरबाट कुन बाटो हुँदै रे डेढगाउँ हुँदै खैरेनी निस्किने। खैरेनीबाट त्यो बाटो अलि राम्रो छ भन्छ, तर सबैले भन्दै थियो अब यो इभी गाडी जान्न यो जान्न भनेर। तर मैले आज लाँदैछु, ट्राई गर्दैछु, हेर्छु कस्तो छ, तपाईँहरूलाई अपडेट दिइरहन्छु। ल हेर्नु गाइस, हामी अब रामपुर आइयो। रामपुर आइयो। अब रामपुरबाट हामी डेढगाउँ लाग्छ। डेढगाउँबाट मालमुल भन्ने कि कुन ठाउँबाट हामी छिर्ने हो, त्यहाँबाट खैरेनी निस्किन्छ। अब तपाईँहरूले पाल्पाबाटदेखि काठमाडौँ जाने यात्राको देखाउँदैछ। यो हेर्नुहोस्, हस्पिटल, यो हस्पिटल हो रामपुरको। त्यहाँदेखि अब अगाडि अपडेट दिइरहन्छु हजुरहरूलाई। अनि हाम्रो अगाडि यो बाइक आएको थियो, बाइकवालालाई सोध्यो यहाँ कस्तो कस्तो हो भनेर। अब यहाँबाट मानपुन भन्ने ठाउँ 11 किलोमिटर रहेछ सर, सबैलाई होइन गाई, 11 किलोमिटर रहेछ। मैले उहाँलाई सोधेँ, अब थोरै कच्ची रहेछ अहिलेसम्म, त्यहाँबाट राम्रै छ भनेर भनेछ। अब यहाँबाट हामी त्यो निस्केर भिमादको खैरेनी चोकमा निस्किन्छ भन्ने कुरो गरेँ उहाँले नि हामीलाई धेरै सहयोग गर्नुभयो। त्यही भएर अब हेर्दैछौँ म कसरी जाँदैछौँ है। हेलो, ल हेर्नुहोस्, अब हामी मानपुर आइपुग्यो। मानपुर 0 किलोमिटर मानपुर बजार आइपुग्यो है। यो मानपुर आइपुग्यो। अब यहाँतिर अब हामी सोधेर कहाँ जाने खैरेनी निस्किने बाटो भनेर सोधेर यहाँको स्थानीय बासिन्दाहरूसँग सोधेर हामी लाग्छ। त्यहाँदेखि हजुर यो खैरेनी जाने बाटो कुन हो? तलबाट हो? ए ल धन्यवाद। ल अब यहाँ हेर्नुहोस् बोर्ड है, डेढगाउँ भिमाद पुटारबेदी भन्दै। अब हामी यो तल 2 बाटोबाट तल लाग्न पर्नेछ। अब खैरेनीको यो चार्जिङ पोइन्ट रहेछ। अब हामी खाना खाने ठाउँ हो। अनि यो होटलको नाम के रहेछ? यो रोयल होटल भन्ने रहेछ। होटलको नाम के हो बहिनी? यता हेर त, के हो? रोयल होम। रोयल होम रहेछ। यो हेर्नु होला, स्विमिङ पुल टक्क लगाएर यसमा। यो आबु खैरेनीको हो होटल, रोयल होम। हेर्नु होला, रोयल होम।